नमस्कार नमस्कार मेरा सम्पूर्ण दर्शकबिनहरू र यति बेला भने म यो नामथाङदेखि अलिक मुनि यो पम्फोक भन्ने ठाउँमा आज म गएको थिएँ। अनि त्यहाँबाट चाहिँ एकजना हाम्रो लाइन स्टाफ भाइले मलाई हाइवे रोडसम्म चाहिँ छोडिदिनु भयो। अनि त्यहाँबाट चाहिँ हिँड्दै हिँड्दै म अहिले चाहिँ भने यो टेक गैरो क्रस गरेर इङ्ग्लिसे भिरतर्फ गइराखेको छु। अनि एकदमै राम्रो बाटो यहाँनिर म तपाईलाई देखाउँछु। एकदमै मजाको बाटो, कति राम्रो छ यो पाखाहरू। हेर्नुहोस् है त, यो तपाईले यो पारी माथि देख्दै गरेको चाहिँ नामथाङको डाँडा र यो पारी तपाईले देख्दै गरेको चाहिँ रुखको सिधा पारी चाहिँ पम्फोक हो। अनि म चाहिँ त्यहाँबाट आएको र यस्तो छ यहाँको दृश्य। रोडहरू एकदमै मजा लागेको मलाई अनि भिडियो गर्न मन पर्यो। वाउ, क्या दामी देखिँदैछ यहाँको भ्यू। एकदमै आज चाहिँ म निकै हिँडेको, धेरै भयो यसरी लामो बाटो नहिँडेको। आज चाहिँ मलाई निकै हिँड्ने जोस चलेर अनि म हिँडिराखेको छु। म तपाईहरुलाई सबै देखाउँदैछु। साह्रै राम्रो बाटो छ। अनि म चाहिँ त्यो पारी ठुलो कम्पनी जस्तो देखेको छ, त्यसको उतापट्टिबाट चाहिँ म आएको हो। झनै 3 किलोमिटर चाहिँ लगभग हुन लाग्यो हिँडेको चाहिँ। हिँड्दैछु, बाटोको भ्यूहरू, यहाँको सबै नजाराहरू तपाईलाई देखाउँदैछु। हेर्न सक्नुहुन्छ है कति मजाको छ। कति रमाइलो छ, कति रमाइलो। म हिँडिराखेको छु। अनि खासै भन्नुपर्दा चाहिँ निकै भोक लागेर खाजा खोज्दै खोज्दै हिँडेको। बाटोमा अलिक पर हिँडेर लगभग 1 किलोमिटर पछाडि चिया चाहिँ खान पाएँ। खाजा चाहिँ छैन रहेछ, भेज मोमो मात्रै रहेछ। अनि म भेज मोमो साह्रै खाँदिनँ, त्यसले गर्दाखेरि अब अगाडि जाँदैछु। अब पुग्न लागेको छु। यसो छानाहरू देख्दैछु, त्यहाँ दोकानहरू रहेछ, म तपाईहरुलाई पनि देखाउने छु। अनि त्यहाँ निकै रमाइलो यसो भ्यू पोइन्टहरू जस्तो देखिँदैछ। यहाँ पर देखिँदैछ सो भ्यू पोइन्ट जस्तोहरू। यो इङ्ग्लिसे भिर म आइपुगेको छु। अब म यहाँको यो डल्लै भिर देखाउने छु। इङ्ग्लिसे भिर, थाहा छैन किन इङ्ग्लिसे भनेको, बा यो भिरले इङ्ग्लिस बोल्छ कि, त्यो चाहिँ अब यहाँकै आम मानिसहरूलाई सोध्नु पर्ला। यो चाहिँ इङ्ग्लिसे भिर यस्तो छ। यहाँ चाहिँ यस्तोहरू बनाएको रहेछ है त, सजाइएको रहेछ यो ठाउँलाई। पहिला भन्दाखेरि चाहिँ धेरै मजाले सजाएको रहेछ। यस्तोहरू रहेछ, यहाँ मयुरहरू के जातिहरू मजाले बनाइदिएको रहेछ। यो चाहिँ इङ्ग्लिसे भिरमा। यस्तोहरू यहाँ धेरै मजाले सजाएको रहेछ यो ठाउँलाई। भिरहरू मैले देखाइराखेको छु। अनि यहाँको बाटोको नजाराहरू सबै यति मजाको छ। गाडी आउँदैछ पर। यस्तो पनि यहाँनिर बनाइसकेको रहेछ, हेर्न सक्नुहुन्छ। तपाईहरु आएर यसो बाटो हेर्दाखेरि, बाटोको यात्रा गर्दाखेरि यो ठाउँमा आउनुभयो भने यसो भित्तातिर छेउतिर सबै सजाइएको रहेछ है त।
यहाँनिर एकदम चित्रहरू विभिन्न नेपाली भुटिया लेप्चाहरूको सबै सजाइएको रहेछ यहाँ एकदमै मजाले। यतापट्टि झन् डान्स गर्दै गएको रहेछ हाम्रो लेप्चा दाजुभाइ दिदीबहिनीहरू। यहाँ नेपाली यहाँ चाहिँ गाई, यहाँ जेब्राहरू रहेछ राखेको रहेछ। गाईहरू यहाँ यो बाटो हिँड्ने यात्रीहरू सम्पूर्ण फोटो खिच्नमा बिजी छ। मृगहरूको नक्साहरू एकदम मजाले बनाएको रहेछ। डाँफे मुनालहरूको पनि दिएको रहेछ। यहाँ टाइगर लेओपार्ड पनि रहेछ। यहाँनिर लेओपार्ड ढुङ्गामाथि बसिरहेको रहेछ यहाँनिर। एकदम धेरै यहाँनिर सजाइएको रहेछ है। साह्रै मजाले सजाइएको रहेछ। यसो बाटोघाटो हिँड्दाखेरि यसो आराम गर्ने ठाउँहरू पनि यहाँ राखिएको रहेछ। यहाँनिर यहाँ मङ्की पनि रहेछ। हेर्नुहोस् है दर्शकबिन, यहाँ पनि यहाँ रहेछ बस्ने ठाउँहरू पनि एकदम मजाले बनाइदिएको छ। यहाँ बसेर आराम गरेर तपाईले फेरि यात्रा सुरु गर्न सक्नुहुन्छ। यहाँ जिराफ पनि रहेछ। जिराफ रहेछ। यहाँ गोरु, यहाँ चाहिँ बहिनीले मङ्की राखिरहेको छ। कहाँ पाउनु भयो? यो यहाँबाट इङ्ग्लिसबाट पक्रेको। इङ्ग्लिसै यहाँ पर भिरमा हजुर सानो बच्चा रहेछ। यता हेर्नु भिडियोहरु छ। हेलो हेलो दर्शकबिन, अहिले यसरी अहिले भने यहाँनिर आइपुगेको छु। अनि यो पनि सेम रोडमा यहाँनिर क्यामल अथवा ऊँट रहेछ। मजाले सजाइएको छ यो बाटो चाहिँ। तपाईहरु पनि यसो परिवारसँग आउँदा हिँड्दाखेरि चाहिँ यहाँनिर यसो यहाँको मनोरञ्जनहरू दृश्यहरू अवलोकन गर्नु होला। यहाँनिर के हो, यो शेषनाग पनि रहेछ त। एउटा बुद्धको रिम्पुजीको बुद्धको स्ट्याचु, हात्ती, यहाँ काङ्गारु पनि रहेछ। ए डाइनासोर हो कि काङ्गारु हो? डाइनासोर रहेछ। यहाँ चाहिँ टाइगर पनि सुतिराखेको रहेछ है त दर्शकबिन। आहा, साह्रै गजबको टाइगर रहेछ यहाँ। हेर्नुहोस् त, यो रम्फू बजारको भ्यू, अटल सेतु ब्रिज एकदमै रमाइलो देखिन्छ यहाँबाट। यो चाहिँ मामरिङबाट यो देखिएको भ्यू चाहिँ। यो तल देखिएको चाहिँ मामरिङ। यहाँ बसेर एकदम आनन्द साथ यहाँनिर यहाँको आनन्द लिन सक्नुहुन्छ। ओहो, यहाँ मङ्की रहेछ बस्ने ठाउँ। आई लभ मामरिङ भनेर लेखेको रहेछ। यो चाहिँ नामथाङबाट आउँदै गर्दाखेरि मैले यो यहाँको दृश्यलाई लिएको। एकदम मजाले सजाएको छ। उड्नु आँटेको चिल पनि रहेछ, इगल। यो मामरिङ। अनि यो पारी देखेको चाहिँ, यो पारीको चाहिँ पम्फोक हो। यो पारी देखेको चाहिँ पम्फोक है। यो देखेको पारीको चाहिँ पम्फोक हो।
रमाइलो छ। र अब यहाँ चाहिँ केही खाजा पाउँछ कि भनेर चाहिँ म यहाँनिर आइपुगेको नि। अब चाहिँ यहाँ खाजा सोध्नु पऱ्यो, अनि पायो भने चाहिँ अलिकति दुधे आन्द्रा चाहिँ भर्नु पऱ्यो भनेर नि। र दर्शकबिन अहिले चाहिँ भने म यहाँ साँच्चै नै खाजा खाने ठाउँमा आइपुगेको छु। अनि यहाँ मैले खाजा चाहिँ के पाएँ भन्दाखेरि चाहिँ यो वाचिपा रहेछ, वाचिपा यो चाहिँ। अनि यहाँ म वाचिपा खान लागेको अब यहाँ राखेर। चलो यहाँ पानी पनि छ। अनि यो एकदमै मिठो हुन्छ, तितो तितो हुन्छ, एकदमै राम्रो हुन्छ, तितो तितो हुन्छ अलिअलि।